मेरो भाइले मेरो स्ट्यान्डअप कमेडी हेरेको थियो अनि यसलाई सानो कमेन्टहरू गर्नु छ भाइ। मेरो तैँले हेरेको थिइस् होइन स्ट्यान्डअप जोकहरू कस्तो लाग्यो? हाँस उठेन? सबै बुझ्न चाहिँ जोक सुनिस् अनि हाँस उठेन? त्यसमा के गर्नुपर्छ होला भन्दा एक दुईवटा मलाई टिप्स दे त हाँस उठ्दो बनाउनुलाई। हाँस्नु बनाउनको लागि नि आफू हाँसेर अर्कालाई हाँसाएपछि त हाँसिहाल्छ नि। सुरुमा आफू नहाँसिकन हँसाउनु र अनि पो हुन्छ होला। आफूले भन्दाखेरि आफू पनि हाँस्नु भएन भनेपछि अरू चाहिँ हाँस्नु पर्यो। आफ्नो जोकमा आफै हाँस्नु चाहिँ भएन। आफू आफै हाँस्यो भने त अरू पनि हाँसेर आफू हाँसिहाल्छ नि। भनेपछि के गर्नु त? जस जोक भन्दा आफू पहिला हाँस्नु कि नहाँस्नु? नहाँस्नु। आफू नहाँस्नु अनि जसले सुन्छ त्यसले चाहिँ हाँसोस् भनेर सोच्नु। अनि भनेपछि त्यो बाहेक अरू के छ? सबै ठिक छ? अरू ठिक छ? गर्दै गर्नु कि छोड्नु त भन्दै तै भन् गर्नु कि छोड्नु? गर्नु तर आफू नहाँसिकन जोक भन्नु। आफू भन्ने मान्छेले चाहिँ हाँस्नु भएन, अडियन्समा भएकोले मात्र हाँस्नु पर्यो। ल ल ल त्यसो भए त्यही गर्छु, हात मिला ल। त उसलाई चिन्छस्?